म चाहिँ मेरो स्कुलको टाइम चाहिँ लास्ट मिस गर्छु किनभने मैले चाहिँ मेरो स्कुलको फ्रेन्ड्सहरू जस्तो चाहिँ अन्त कहीँ गएर पनि बनाउन सकिनँ र पाउन पनि सकिनँ क्या। त्यो टाइममा त एकअर्कासँग रिसिभिङ हुन्थ्यो तर पछि गएर थाहा भयो कि स्कुलको साथी स्कुलको बेन्च स्कुलको टाइम चाहिँ जिन्दगीमा फेरि फर्केर आउने छैन भनेर रियलाइज भयो होइन। त्यो मोमेन्ट चाहिँ एकदम स्पेसल थियो क्या, लास्टै स्पेसल थियो क्या। तर हामीले त्यो मोमेन्टलाई इन्जोय गर्न नसकेको मात्र रहेछौँ क्या। अनि स्कुल सकेपछि सबजनाले स्कुल फ्रेन्ड्सहरू ग्रुप बनाइयो, त्यो बेला मौकामा हेलो हाई भनेर मेसेज पठाइन्छ। अहिले पनि मेसेज आउँदाखेरि नि यस्तो याद आउँछ कि त्यो बेलाको साथीहरू, त्यो बेलाको टाइम, त्यो बेलाको टिचरहरू, त्यो स्कुलको बेन्चहरू, टिफिन टाइममा खाजा खाने टाइमहरू होइन। अनि सम्झिँदा चाहिँ लास्ट खुसी लाग्छ क्या। त्यस्तो चाहिँ लाइफमा फर्केर आउनेवाला छैन। को हुनुहुन्छ स्कुल पढ्दै गरेको, तपाईँहरूको त्यो स्कुलको टाइम चाहिँ अब फर्केर आउनेवाला छैन। त्यही भएर तपाईँहरू स्कुलमा पढ्दै हुनुहुन्छ भने यस्तो मजा लिनु कि साथीहरूसँग मजाले मिल्नु। भोलिपर्सि तपाईँहरूले त्यस्तो साथी कहीँ गएर पनि पाउनुहुन्न अनि त्यो स्कुलको मजा अन्त गएर लिन पनि पाउनुहुन्न। त्यो स्कुलमा हुँदा त लास्ट मजा हुन्थ्यो, होमवर्कसम्म गरिन्न थियो, लास्ट बेन्चमा गएर बसिने ब्याक बेन्चर। अनि त्यस्तै थियो क्या, अब कागजको डल्ला सल्ला बनाएर हान्ने, केटीहरूलाई जिस्काउने, अनि केटाहरूको नाम काटेर बोलाउने होइन, जिस्काएर बोलाउने सबलाई। बेला मौकामा फसिन्थ्यो के कुरामा, टिचरको पिटाइ खाने। मैले एउटा साथीलाई बचाउन खोज्दाखेरि चाहिँ मैले पिटाइ खाँथेँ डेन्जर। त्यही हो क्या पिटाइ खाएको चाहिँ। पढाइ चाहिँ ठिकै थियो, गुड बोय थिएँ म, त्यही भएर नि हो होइन। म चाहिँ फस्टै नफस्ने क्या कहिले पनि। अनि केटाहरू चाहिँ फस्थ्यो अनि उनीहरूले पिटाइ खान्थ्यो। मलाई चाहिँ स्कुलको टाइम चाहिँ एकदमै स्पेसल लाग्यो। लाइफमा मैले त्यस्तो मुभमेन्ट चाहिँ कहीँ गएर पनि पाउन सकिनँ र स्कुलको टाइम चाहिँ एकदमै बेस्ट भन्छु म चाहिँ। बेस्ट नै हो यार, त्यही भन्छु म त यार।